चाहिँ 14 पोखरी हेर्न लागिरहेको छौँ है। 14 पोखरी तपाईँलाई पनि देखाउँछु है 14 पोखरी। Rồi, thấy không? Ôi nhảy nhảy chứ. Guys, आज चाहिँ हामी कहाँ आएको बुढी भन्दा त तौदह यो तौदह आएका छौँ है। तपाईँले पछाडि ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ तौदह पोखरी हो। यो चाहिँ काठमाडौँबाट एकदमै नजिकको डिस्टेन्समा रहेको छ, तर एकदमै घुम्न आउने रहेछ। यहाँ एकदमै राम्रो रहेछ। यहाँ चाहिँ हामी चाहिँ पोखरी माछालाई खुवाउँदैछौँ है गाइस। फेरि खुवाइदेऊ त बुढी, एकचोटि खुवाइदेऊ, हालिदेऊ त। हेर्नुहोस् त आज तपाईँ पनि आउनुहोस् है त। यहाँ आज नजिक नजिक हाल्छ त। बनाऊ नि त। Sini, tak apa. Japkan tu. Okey ah tu. आजको यात्रा हाम्रो 14 पनि लगभग सकिसकेको छ। तपाईँले पछाडि देख्न सक्नुहुन्छ एकदमै ठुलो रहेछ। काठमाडौँ भ्यालीभित्रको सबभन्दा ठुलो पोखरी जस्तो लाग्यो होइन बुढी? बुढी यता हेर्दै होला एकचोटि। खत्रै रहेछ यो माइन्ड फ्रेस गर्नको लागि काठमाडौँबाट एकदमै नजिकको प्लेसमा रहेछ यो 14 चाहिँ। तपाईँ पनि आउन सक्नुहुन्छ। र तपाईँलाई यदि नआउनेलाई चाहिँ मैले भिडियो राम्रोसँग खिचेर राखेको छु, त्यो पनि हेरेर तपाईँले
मनोरञ्जन गर्न सक्नुहुन्छ है त। हाम्रो भिडियोलाई चाहिँ फुलसम्म हेरिदिनुहोस्, च्यानललाई सब्सक्राइब पनि गरिदिनुहोस्, लाइक पनि गरिदिनुहोस् है त।